काठमाडौँ त्रिभुवन विश्वविद्यालयले भदौ दोस्रो साताबाट गर्ने गरी तय भएका सबै विषय र संकायको परीक्षा स्थगित गरेको छ। अनुकूल समयमा परीक्षा सञ्चालन गर्ने गरी हाललाई स्थगित गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनाए। परीक्षा हुन नसके पनि माथिल्लो तह र सेमेस्टर प्रणाली अन्तर्गत पठन पाठन थाल्न त्रिवीले डिन कार्यालयहरूलाई आन्तरिक सर्कुलर गरिसकेको छ। क्याम्पस विभागहरूले माथिल्लो तहको पठन पाठन गराउन विद्यार्थीलाई सूचित गर्न थालेका छन्। अहिलेलाई परीक्षा सञ्चालन गर्न सम्भव देखिएन उनले भने। परीक्षा नभए पनि उपल्लो तहको पठन पाठन गर्न भनेका छौं। पहिलो सेमेस्टर वा पहिलो वर्षमा अध्ययनरत विद्यार्थीको कोर्स पूरा भएर परीक्षा हुन नसकेको भए पनि दोस्रो वर्ष वा सेमेस्टरको कक्षा सञ्चालन गर्न भनिएको छ। वैकल्पिक कक्षाका त्रिवीले अध्यापक र विद्यार्थीलाई इमेल आइडी वितरण गरिरहेको छ। करिब 5 लाख आइडी बाँड्ने लक्ष्य त्रिवीको छ। विज्ञहरूले वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न सुझाव दिए पनि डिन कार्यालयहरूले हाललाई स्थगित गरेर भए पनि परम्परागत विधिबाटै परीक्षा सञ्चालन गर्ने तयारी गरेका हुन्। त्रिवीले डिन सञ्चालन गर्ने र त्यसपछि परीक्षा सञ्चालन गर्न सकिने आकलन गरिएको परीक्षा नियन्त्रक जोशीले बताए। त्यसअघि सबै तह र संकायको बाँकी नतिजा प्रकाशन गरिसक्ने परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ। वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न पदाधिकारीले चासो नदिएको त्रिवीकै विद्यार्थी पवन कुमार आचार्य गुनासो गर्छन्। त्रिवीमा 5 अध्ययन संस्था र 4 संकायमा पठन पाठन हुने गर्छ। चैत पहिलो सातापछि पढाइ प्रभावित छ भने तोकिएका परीक्षाहरू पनि भएका छैनन्। साउन 7 देखि लकडाउन खुलेपछि अधिकांश संस्था र डिन कार्यालयहरूले भदौ दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने जनाएका थिए।